यो चाहिँ मैले जापान आएदेखि फर्स्ट टाइम काम गरेको ठाउँ। आज चाहिँ मेरो यहाँ काम गर्ने लास्ट डे हो। हेर्दा हेर्दै छुट्ने दिन पनि भयो। 1 वर्षभन्दा बढी काम गरेँ मैले। मेरो चाहिँ नेपालदेखि नै जहाँ काम गरेँ सबैजनासँग राम्रो छ क्या, झगडा पर्ने नराम्रो हुने त्यस्तो कहिले भएन। हुन त मेरो पछाडि कसले के भने त्यो त अब मैले देखिनँ होला, त्यो अलग बात हो। तर सबैजनासँग राम्रै छ। खै मलाई त सबैजनाले माया गर्नुभयो जस्तै लाग्छ। खै जोडा र जोडीले बाँड्यो होला, यसलाई भक्की भङ हान्यो होला, यो हाम्रो यसलाई भक्की भङ हान्यो होला। यो पनि यहाँ किन्ने यस्तो अब हामी यसलाई बनाउँदैछौँ राम्रो। सुन्नुभयो त मेरो गफ, मलाई यस्तो गफ पनि लाउन आउँछ क्या। नक्कली भन्ने होइन, यस्तो गफ लायो भने यस्तै त हुन्छ। यस्तो दुःखले मरिमरि बनाएर टिलिक्क टल्काएर गयो, भोलिपल्ट बिहान यति किल्चिया हुन्छ है, आमा मुज गर्छन् नि बिचराले। हुन त हाम्रो कामै त्यही हो होइन। अनि यो चाहिँ यति नरम छ कि यसलाई मैले बटारेर निचोरेर है हक गरेर यति धेरै टाँस जहिले यो मैलो हुनु कारण यही हो बाबे, मैले निचारेर हो क्या यसलाई। कस्तो नरम छ। अनि यो बेड चाहिँ ठुलो भएकोले गर्दाखेरि एकजनाले बनाउन एकदम गाह्रो हुन्छ। अनि अरू सिङ्गल बेडहरू एकजनाले बनायो नि, यो चाहिँ हामीले डबल बनाउँछौँ। अनि सबैतिर हाम्रो चाहिँ डाइनोसर बाइक पाउँदैन। भित्तामा खेलाउना चियर सबै कुरा डाइनोसरको मात्रै पाइन्छ। मनपर्छ भने जानु होला। फाइनल्ली हाम्रो रुम चाहिँ रेडी भयो। 2जना मिलेर दुःख कष्ट गऱ्यौँ, लास्ट डे पनि राम्रो बित्यो। मेरो तयारी पनि सक्यो। डान्स फर थ्याङ्क यू सो मच। अनि बाई बाई एभ्रिवान।